हिजो के भएको रे खासमा भाइ बाइकै समाचार लाग्यो नि यहाँ चौकी पुलिसले यतिकै चौकीमा अनि दुईटै बाइक समाज लिएर बुलेट एउटा त समाचार लगेको ठिकै थियो बुलेट पनि लगेर गयो कि टेन्सन भयो हिँड्दैछु हामी अब यहाँनिर दिने हो कि नदिने हो यहाँनिर है यहाँनिर आएछ हाम्रो घोडा घोडीहरू हाम्रो बाइक समातेर चाहिँ यही चौकीमा लिएर छ है गाइस सानो पोखरा 4 मा यहाँको दिमागभित्र गएर के नाटक हो यिनीहरूको सब हेर्नुपर्छ है केटा हो स्टेट हुन् मामा मामा मेरो मामाले माया गरेको ल मोडिफिकेसन यत्रो होल्स है यो सब आउँछ हाम्रो चाहिँ छैन फेरि सानो हो यत्रो यसको चाहिँ हेर यसको ठुलो छ यसको त सानो छ नि के भइरहेछ कस्तो लागिरहेछ रमाइलो पनि भइरहेछ दुःख पनि लागिरहेछ बाइक ट्याक्टिङ गरेर राखिदिनु जस्तो छ यो सबै ल है अहिले चाहिँ होइन हाम्रो बाइकहरू छोड्दै छोडेन पो होइन त्यही भएर अगाडि नै धारणा दिएर बसिरहेन हामी धारणा के भन्छ धारणा के भन्छ अरे धारणा दिएर बसेको छ मामाहरूले हामीलाई छोडेको छैन हामीलाई भन्नाले हाम्रो बाइकहरूलाई छोडेको छैन साउन्ड बेसी भयो यताउता भयो के भयो भनेर ल चौकी चाहिँ यही हो छोडेको छैन तर एकछिनपछि छोडेपछि चाहिँ अनि त्यसपछि चाहिँ पड्काएर फेरि हिँड्नुपर्छ अब नपड्काउँदा पड्कायो भने त लिएर जाने त्यो भन्दा त पड्काउने नि हिँड्ने नि बिना मायासला गल्ती गरेर मायासलाहरूले समात्ने ए है फेरि गाइस सब मोडिफिकेसन चौकीमा बस्दा दिमाग भइसकेको छ होइन अब ट्राफिक मामाहरू चाहिँ आउँदै हुनुहुन्छ अरे होइन अनि यिनीहरूले के भन्छ जाँच पडताल गर्नुहुन्छ त्यसपछि चाहिँ अनि के छ कस्तो छ मोडिफिकेसनहरू त्यसपछि चाहिँ अनि टाकटाक जाँच गरेर चाहिँ अनि के कस्तो फाइन हुन्छ त्यो ड्याङ हानेर चाहिँ छोड्ने कुरा भएको छ लेट्स सी अब कतिखेर आउनुहुन्छ त्यसपछि हामी यहाँबाट भाग्छौँ होइन भाइ ल फेरि पनि स्वागत छ है मेरो भिडियोमा मलाई एउटा कुरा चाहिँ नेपाली के चित्त बुझ्दैन भने होइन जति पनि छ बाइकहरूमा होइन एक्सेसरिजहरू त्यो मोडिफिकेसनको जुन त्यो इक्विपमेन्टहरू बाइकको अब कम्पनीबाट भन्दा नि अब बाहिर पार्ट्सहरू जुन जति पनि नेपालमा इम्पोर्ट भइरहेको छ यताउति ट्राफिकको हाम्रो यो नेपाल पुलिसको ध्यान चाहिँ त्योतर्फ चाहिँ किन जाँदैन क्या लाइक अब होइन बाइकमा त्यस्तो यो सामानहरू चाहिँ मोडिफिकेसनहरू इलिगल हो भनेर त्यो सामान इम्पोर्ट गर्नु पनि त इलिगलै नै हो नि होइन त्यो मोडिफिकेसन उयोहरूमा सपहरूमा त्यो मजाले उनीहरू बिन्दास लिगली ओपनली बेचिरहेको हुन्छ उयोहरू हाल्दा हुन्छ मेन चिज तिनीहरू नै बन्द गरिसकेपछि जुन चाहिँ इम्पोर्टै गराउनु बन्द गरिसकेपछि मान्छेले त अनि कसरी हाल्छ त होइन अब त्यहाँ खुल्लाम उयो गरिरहेको छ हाल्दा मान्छेले त यो भइहाल्छ नि हाल्ने तिनीहरूलाई यो हुन्छ र हाल्छ जब कि त्यही सामानहरू बाहिरबाट इम्पोर्ट गर्दैन नेपालमा त्यसरी बेच्नु पाउँदैन त्यसो त हाल्दा पनि हाल्दैन थियो होला मान्छेहरू होइन अनि मेरो चाहिँ के छ भने पहिला त्यो सपहरूलाई चाहिँ बन्द गराउनु पऱ्यो क्या लाइक जुन अथोराइज भएको उयोहरू छ पसलहरू छ सोरुमहरू छ उनीहरूलाई मात्र उयो गर्नु पर्ने हो नि त बाहिर त्यो मोडिफिकेसनहरू यताउति त्यो सामानहरू यताउति त्यो सब त इलिगल नै हो नि त एक हिसाबले किन
त्यो बाहिरबाट सामानहरू लिएर अब मान्छे उयोहरूले सरकारलाई बाहिर नै हो ट्याक्स भ्याट के भन्छ त्यही कुरामा चाहिँ किन चुपचाप बसिरहेको छु कि अझै त नबुझेको कुरा चाहिँ थियो कि है मोटिभेसन त्यो उयोहरू त्यो बाहिरको त्यो सामान त्यो बन्द गर्नुपर्ने हो नि त्यो बेच्न त्यही पसल हाम्रो छ नि यार भएन यताउति अब उनीहरूले बेच्न छोडिसकेपछि त हाल्नै छोडिहाल्छन् होइन हो भन्नु चाहिँ त्यही हो देखाएको न बाइकहरू र अर्को एउटा कुरा क्या बुलेट बाइक भटटट नगर्ने क्रस फायर नगर्ने के स्प्लेन्डर गर्छ त उयो गर्दैन नि होइन मान्छेहरूले यत्रो कुरो त्यो गरिरहेको छ तर पनि के एउटा एक दुईजना अरू मान्छेहरूले गर्दाखेरि त्यो सबै एउटा कम्युनिटीलाई नै असर पर्ने क्या लाइक अब हामीले त त्यसरी उयो गरिरहेको छ हिँडेको छ तर त्यसरी पड्काएर जुन अनावश्यक ढङ्गले त त्यस्तो उयो गरेको छैन नि त एउटा पब्लिक प्लेसमा उसमा पब्लिक एरियामा चाहिँ अब त्यसरी उयो गर्ने अरूलाई उयो हुने त्यस्तो कार्य त गरे छैन तर पनि कस्तो हुन्छ भने समाजमा अब अरू पनि हुन्छ नि त धेरै टाइपको उयो मान्छेहरू लाइक अब अनावश्यक अब जहाँ पाए त्यही पड्काएर हिँड्ने यताउति गर्ने ठुल्ठुलो साउन्डमा उयो गर्ने अरूलाई डिस्टर्ब गर्ने हो त्यस्तै मान्छेहरूको कारणले गर्दाखेरि चाहिँ अब त्यही अरू मान्छे अब जुन अब सिधा ढङ्गले हिँडिरहेको मान्छेहरूलाई पनि असर पर्न गइरहेको हुन्छ क्या सो म चाहिँ के भन्न चाहन्छु भने होइन जो पनि होस् होइन अहिलेको युथहरू अहिलेको यङ जेनेरेसनहरू हो मन लाग्छ यो उमेरमा हो पढाउनु मन लाग्छ उयो गर्नु मन लाग्छ तर सबैलाई रिक्वेस्ट छ भने कि एउटा ठाउँ हेर्ने हो होइन एउटा खाली ठाउँ हेर्ने जहाँ पब्लिक नहोस् यताउति केही नहोस् अरूलाई डिस्टर्ब हुने तरिकाले जाउँ न शान्त ठाउँमा जाऊ पड्काऊ जोसुकै भएर अरूलाई तर डिस्टर्ब नहोस् क्या साथीमाहरूको कारणले गर्दाखेरि पनि अबहरूलाई हुन्छ नि अब सबैलाई असर परेर हुन्छ कि सबलाई अनि त्यो कारणले गर्दाखेरि चाहिँ अलिक मान्छे भनेको अलिक उयो हुनुपर्छ बुझ्नु जनताले यार बुझ्नु हुनुपर्छ कि कुराहरू त्यसरी चल पल त तँलाई पनि दिनु मन लाग्छ तर त्यो पनि एउटा ठाउँ हुन्छ त्यही अरू चाहिँ के भन्नु अनि त्यही त्यसकै नतिजा अहिले हेर न बाइक समातेर रहेछ खत्तमै भएको छ ल यति भन्दै यो भिडियोलाई म अहिले यहीँ बन्द गरिदिन्छु अब एकैचोटि बाइक निकालेपछि मात्र देखाउनु पर्छ भाइ छोडेन है छोडेन नि नयाँ सालहरूले छोड्दा पनि छोडेन अब उनीहरूले चाहिँ कस्तो भने त्यहाँबाट वडाबाट अब सिधै ट्राफिक कार्यालय लिएर गएको छ अब त्यहाँ के कस्तो हुन्छ अब जरिवाना चेक जाँच अब फेरि त्यहाँबाट त्यहाँ के हुन्छ कस्तो हुन्छ अपडेट दिइरहन्छु ल म है ए अहिले चाहिँ हामी पुरै होइन अब बाइक टुकटुकेको राइड हामीसँग हुनुहुन्छ उहाँ मिस्टर गनु लामा एके हुन्छ इन द हाउस अनि हामीसँग छ मिस्टर दोर्जे लामा एके हुम अनि हामी अझै कहाँ गएर ट्राफिक कार्यालय जाने हो खाना भरे त्यहाँ गएर बाइक ठोक्नु हो कतिको रकम ठोक्ने हो जाँचाहरूले तर त्यो बुर्खा सुर्खा छोडेन पहिला मामाको गएर नि यहाँनिर मामाहरूले कति के ठोक्छ अब होइन यहाँनिर के चेन्ज गर्नुपर्ने हो नगर्नुपर्ने हो त्यसमा चाहिँ अब उयो भएर जाँदैछौँ होइन हामी पिकी छौँ यो मयुरी ट्याक्क लाएर गर्न लामा कस्तो भइरहेछ त फिल भगवान भइरहेछ आजदेखि म चाहिँ बाइक होइन मयुरी किन्न चाहन्छु बाइक किन्यो भने पार्किङ लटबाट पनि निकालेर लग्ने रहेछ पुलिसहरूले त्यही भएर बाइक होइन केटाहरू मयुरी किनौ 4-5 जना चढाउँ हो
रमाइलो भइरहेछ रे आज अनि तपाईँ के बनाएछ त रमाइलो भइरहेछ रे होइन हिजो बेलुका आएको भए त कहाँ हुन्थ्यो नि होइन रमाइलो हो कि के हो बिहान भर्खर आएर रमाइलो भइरहेछ ल अनि के बनाएछ त अरूहरू अब बाइक त किन होला त्यसकै बाउको सम्पत्ति जस्तो निकालेर लाने छ यार राखेको ठाउँमा पनि गाह्रो छ गाह्रो छ गाह्रो छ गाह्रो ओहो हाम्रो पुरा दसा के ससा लासो नाम ससा रोडमा अरू पनि होइन मोडिफाइड बाइकहरू योहरू टन्नै छ सधैँ होइन तर किनभने लाल अब रोटीको ठाउँमा आएर यार त्यसरी उठाउनु चाहिँ नमिल्ने हो हुँदा हुँदा त्यहाँ के कुरा आयो भने ग्यारेजमा बनाउन राखेको बाइक पनि होइन कसरी उठाएर जाँदा किनभने त्यही हो मन जोड्के भने सरकार यस्तो चाहिँ गर्नु नहुने हो कि होइन तपाईँहरूले यस्तो चाहिँ गर्न पाइँदैन यार अरूको प्राइभेट प्रपर्टीभित्र छिरेर त्यस्तो गर्नुपर्ने चाहिँ एकदम गलत हो है गलत हो तर के त त्यहाँनिर अर्को मोडिफाई गयो अनि तर त्यसले प्राइभेट प्रपर्टीमा छिरेपछि त के वारेन्ट चाहियो कि पेपर लिखितमा चाहियो नि त यार होइन तर यस्तो आउँदैछ के पनि छैन के पनि छैन म चाहिँ मन गर्छु क्या मन पर्दैन क्या पाइँदैन नि होइन पावरको खेल जस्तो छ पावरै हो त्यो एउटा त्यहाँनिर भएको त्यो बुलेटमा त्यो दुईवटा एचएममा सेम प्रब्लम हो दुइटैको चाहिँ डिबी किलर छैन तर यहाँ चाहिँ कस्तो भने एउटा पावर एउटा सोर्स लायो भने चाहिँ त्यसलाई चाहिँ केही नहुने रहेछ जसको पावर छैन त्यसलाई चाहिँ अब हुन्छ नि जति जे हुन्छ कारबाही त्यो चाहिँ गर्दो रहेछ अब यो पावर लाग्ने यो नलाग्नेहरूको चाहिँ उयो हुँदो रहेछ ल अब यतिसम्ममा सबै कि त सबै लानु पर्यो कि त सबैमा कुनै एउटा दुईवटा छुट्यायो भने चाहिँ त्यो चाहिँ मान्य हुने छैन अहिले हामी चाहिँ ठ्याक्कै यो हेटौँडा थाना भएर ट्राफिक कार्यालयमा छौँ अनि अब यहाँबाट सबै लग्यो भने चाहिँ ठिकै हो अब कुनै लाने कुनै नलाने त्यसरी त भएन नि त कानुन भनेको सबैलाई बराबर लाग्नुपर्ने हो होइन यदि लागेन भने चाहिँ यो बारेमा कुरा हुन्छ के भयो भाइ कम झ्याउ लाग्यो बाइक छोडेर टेन्सन भयो जति रिक्वेस्ट गरे नि छोड्दैन एकदम पठाउने भन्छ अब अहिले जति रिक्वेस्ट गरे पनि जे गरे पनि तर उनीहरूले छोड्दा जस्तो चाहिँ लागेन तर कस्तो भने एउटा बाइक हुन्छ गरेर दिएपछि त मैले जस्तो बाइक पनि मैले ठुलो साहस गरिहाल्छ नि त्यसमा केही त्यस्तो केही छैन यताउति अब हिलमुलमा उयो भयो भन्दैमा अनि त्यसरी समातेर जसलाई पायो त्यसलाई यो समाति ल्याउनु पर्छ अब ल ठिकै छ ल गल्ती हामीले मानेकै छौँ होइन हाम्रो डिबी किलर थिएन लाइक त्यसको त अनि यति ठुलो यो त गर्ने कारबाही त गर्नुपर्ने कुनै आवश्यकतै छैन नि त अब यो हो पर्खिरहेको मेरो भन्दा नि त्यसो यो बाइकले अनि यो हुँदाखेरि कस्तो हुन्छ भने अलिक शान्तिले यो गर्दा बरु के कारबाही गरेर शान्तिले
फाइन भएर हुन्छ के गरेर हुन्छ त्यो गरेर पठाइदियो भइहाल्यो नि यो जनताले सिधै दुःख दिने काम किन गरिरहेको छ क्या अब नेपाल प्रहरी